भारतीय मिडियाहरूमा अहिले एउटा खबर व्यापक भाइरल भइरहेको छ। भारतको राजधानी दिल्लीमा एक महिनाभित्र करिब 807 जना गायब भएको भन्ने खबर चाहिँ एकदमै व्यापक भाइरल भइरहेको छ। ती गायब भएकाहरूमध्ये अधिकांश महिला र बालिकाहरू गायब भएको भन्ने खबर छ। त्यसैले दिल्लीमा बस्ने जति पनि हामी नेपालीहरू छौँ, हामीले पनि आफ्नो बाल बच्चाको एकदमै केयर गर्न धेरै जरुरी छ। यहाँ अनेक किसिमका बहाना, अनेक किसिमका लोभ लालचहरू देखाएर मान्छेहरूलाई गायब गर्ने गिरोह एकदमै सक्रिय भएको देखिन्छ। एक दिनमा करिब 27 जनाको हाराहारीमा मान्छे गायब हुँदैछन् अरे। यो एकदमै अचम्म र डरलाग्दो समाचार आएको छ। त्यसैले सबैजना केयर भएर बस्नुहोला। आफ्नो बच्चाहरूलाई पनि विशेष ध्यान दिनुहोला।